युके को डिपेन्डेन्ट भिसा सजिलै लाग्ने ब्रेकिङ न्यूज। युके पनि जानु छ र डिपेन्डेन्ट पनि लग्नु छ, तर हजुरले अप्लाई गर्न आँटेको युनिभर्सिटीले हजुरको एप्लिकेसन प्रोसिड गर्दा सुरुमा चाहिने भनेको रिसर्च प्रपोजल हो, जुन चाहिँ एकदमै लामो अनि टाइम कन्ज्युमिङ हुन्छ। बट तपाईले यो 2000 वर्ड लिमिटको डकुमेन्ट प्रिपेयर नै नगरी बस्नु भएको छ भने NAVE.SOP is here to make your dream to go abroad with your dependent a reality। हामीले हजुरको प्रपोजल युनिभर्सिटी एक्सेप्टेन्स फर्म्याटमा इन्ट्रोडक्सनदेखि लिएर हजुरको रिसर्च अब्जेक्टिभ्स, लिटरेचर रिभ्यू, रिसर्च क्वेसन्स, मेथोडोलोजी, स्कोप्स एन्ड लिमिटेशन्स, रिसर्चको टाइमलाइन र हजुरले अचिभ गर्न खोज्नु भएको मेसेज सबै नै इन्कर्पोरेट गर्छ। र हजुरको यो रिसर्च प्रपोजल चाहिँ रिक्वायर्ड मास्टर्सको युनिभर्सिटीमा अप्लाई गर्दा एप्लिकेसन एक्सेप्ट हुने चान्स पनि हाई हुन्छ। सो इफ यु फाइन्ड दिस भिडियो हेल्पफुल, डु कन्ट्याक्ट NAVE.SOP।